यो बादुकबाट ब्याक साइडको पुरै समुद्रहरू यतातिर ट्यान लाएर चाहिँ आफै बस्न सकिन्छ हैन। साह्रै रमणीय दृश्य छ। यता चाहिँ समुद्र छ हैन। समुद्रहरूमा तपाईहरुले घुम्न सक्नुहुन्छ। अनि यहाँ कस्तो कस्तो दृश्य देखिन्छ भने यहाँ सुन खोजिरहेको के बालुवामा सुन फल्छ भने जस्तै यहाँ चाहिँ सुन चाहिँ बालुवा खनेर सुन खोजिरहेको दृश्य देख्न सक्नुहुन्छ तपाईले। अनि त्यहाँपछि पुरै घुमिरहेको हैन यतातिर। अनि तपाईको यतातिर बाइकहरु बोर्ड गर्न सकिन्छ हैन। अनि बालुवामा सुन फल्छ भने जस्तै यहाँ चाहिँ बालुवामा सुन खोजिरहेको दृश्य छ। बालुवामा सुन खोजिरहेको दृश्य हैन। उ त्यता पनि सुनै खोजिरहेका छन्। दुई तीन ठाउँ चाहिँ यहाँ बालुवामा चाहिँ सुन खोजिरहेको अवस्था छ, गोल्ड हैन। अनि चाहिँ रमाइलो ठाउँ छ। जुन तपाईले देख्न सक्नुहुन्छ कति टाढा क्या। यहाँबाट चाहिँ ब्राजिल जान्छ रे यहाँबाट सामानहरु हैन। यो चाहिँ कन्टेनर त्यहाँ चाहिँ पानी जहाज आएर यताबाट चाहिँ सामान लगेर हैन। यहाँबाट सामान लगेर त्यहाँसम्म गएर चाहिँ सामान लोड गरेर यहाँबाट चाहिँ ब्राजिल जान्छ रे यहाँबाट सामानहरु है। मैले चाहिँ सोधेको ब्राजिल सामान एक्सपोर्ट गर्नको लागि यो हो रे है। एकदमै रमाइलो ठाउँ छ। तपाईहरु पनि मलेसियामा हुनुहुन्छ भने बादुक भन्ने ठाउँमा आएर यसरी चाहिँ घुम्न सक्नुहुन्छ। कुनै प्रोग्रामहरु गर्न पर्यो भने हैन हरेक कुराहरु यसरी चाहिँ गर्न सकिन्छ। हामी चाहिँ 4 जना आएको हो। हाम्रो साथीहरु आउँदै हुनुहुन्छ हैन। एकदमै रमाइलो ठाउँ छ। स्ट्रक्चरहरु राम्रो बनेको छ हैन। अनि बस्ने ठाउँ पनि एकदमै के। अनि यो रुखहरु केको रुख हो है। हाम्रोतिर हेर्दाखेरि यो सल्लाको रुख जस्तै छ, तर हेर्दाखेरि अलिकति फरक छ हैन। भित्र घुम्ने ठाउँ। अनि यतातिर यो साइडतिर चाहिँ होटलहरु हैन। अनि माथितिर पहाड भएको के पुरै पहाड भएको। यी नेपालको जस्तै सेम नेपालको झल्को चाहिँ दिलाउँछ यो ठाउँले हैन। त्यस्तो भएको ठाउँ हो। यो चाहिँ पुरै तपाईले घुम्न सक्नुहुन्छ यहाँ हैन। अनि यसरी पार्कमा बसेर गर्लफ्रेन्ड बॉयफ्रेन्ड चाहिँ खाइराखेका हुन्छन् हैन। अनि यो चाहिँ राम्रो गेट बन्दै छ, निर्माण भएको छैन हैन, बनिराखेको छ। यो चाहिँ बस्ने ठाउँ पानी पर्दाखेरि। अनि यसरी चाहिँ अब बोर्डहरु गइरहेको पनि देख्न सकिन्छ यहाँनिर। यो बोर्डमा चढ्न पनि सकिन्छ। यहाँ चाहिँ आइतबार र सोमबार धेरै हुने गर्छ रे है बोर्डहरु। अहिले चाहिँ कम छ हैन। हामी चाहिँ मंगलबार आएको कारणले कम छ। यतातिर बाइकहरु कुदिराखेका छन् हैन।